यहाँ मैले ब्रेन टेस्ट गेम भनेर लेखेको छु। यहाँ थुप्रै थुप्रै चिजहरू लेखेको छु। अब यदि म यसमा भाइ भएको तिमीलाई म यो बताइदिन्छु है त। एउटा म सिकाइदिन्छु लेफ्ट फोर ट्रायंगुलर। यसको ट्रायंगुलर्स है यहाँ चाहिँ चारवटा के बनाउनु छ ट्रायंगुलर बनाउनु छ त्रिभुज बनाउनु छ। ट्रायंगुलर भनेको त्रिभुज बनाउनु छ हैन। यसलाई कसरी बनाउने हेरौँ त। ल जस्तै कि मैले एउटा यो बनाएँ एउटा बन्यो बन्यो। अब यसलाई चाहिँ फेरि मैले यसरी पार्टमा गर्दिए दुईटा बन्यो। त्यसपछि एउटा मैले फेरि यसो गर्दिए यहाँ बन्यो। त्यसपछि यहाँ बन्यो। कतिवटा भयो त 1 2 3 4 4 भयो भएन। हो यसरी चाहिँ ट्रायंगुलर मैले बनाएँ। अब पालै पालो आएर के गर्ने आफ्नो ब्रेन टेस्ट गर्ने कति मलाई आउँदो रहेछ है त। ल पालै पालो ल कालुले बनाउँदैछ हेर है ठिक छ कि छैन। गुड ल ल धन्यवाद। ल अब कसको पालो जाऊ सबनम जाऊ कुन बनाउने ल बनाऊ। के लेख्यौ भएन भएन त्यसरी बनायो मेटाउ त्यसलाई भएन कोसिस गर। ल ल ल ल ल के लेख्यौ सन्डे हैन। सन भनेको सूर्य र डे हैन। ल ठिक छ ल धन्यवाद। भएन गुड ल राम्रो बनाएको रियाले त। ल लेख के भयो इयरफोन। इयर भनेको कान र फोन भनेको होइन फोन भनेको त हाम्रो ऊ हो नि मोबाइल फोन। ल अब ल इङ्क पट। ल अब अर्को कसको पा बल राम्रोसँग बनाऊ। त्यो बल जस्तो देखियो न जिरो जस्तो देखियो। ल अलि राम्रोसँग यहाँ हो। अलिकति आकृति बिग्रिया छ। कप कस्तो हुन्छ हेर्दाखेरि कप जस्तो होस् न यस्तो गरेर यस्तो हुनु पर्यो हैन यस्तो हो। अनि यो बहिनीले पनि ठिक आसिरे पनि राम्रो लाग्छ छ। इयर इयर ठिक छ आकृति दिएको छ। इयर भन्दाखेरि यस्तो हुनुपर्छ नि कान हैन हो इयर हो। त्यसै गरी यहाँ बहिनीले एक पट बनाएको छ। एक पट कस्तो हुन्छ यस्तो हुन्छ है। यो बिर्को भएको इङ्क पट यहाँ चाहिँ इङ्क पट है। अब यो बल लेख्दाखेरि बल कस्तो हुनुपर्छ त बल चाहिँ यहाँ गोलो बनाउने हेर्दा ओ जस्तो देखिन्छ। यहाँ भएको यस्तो गरिदिने अनि यस्तो गरिदिने यो के भयो अनि यो ट्रायंगल यो हाम्रो के भयो त ब्रेन टेस्ट गेम भन्छ है। हाम्रो दिमाग चाहिँ टेस्ट गर्नको लागि यसरी कमन सेन्स हुनु पर्यो नि। मैले के लेख्ने भनेर पहिले सोध्नुपर्छ हामीले हैन हेर्ने र उ गर्ने। हस्त धन्यवाद।